हेलो गाइस आज हामी भुपील्यान्ड जाँदैछौँ। 3 जना साथी मिलेर फर्स्ट टाइम। तर जानु चाहिँ पहिला पनि गइसक्यो तर हामी 3 जना चाहिँ फर्स्ट टाइम है। ए उ देउ बिरालो एक्लै जाँदा हामी अलिकति इन्ट्रोभर्ट मान्छे हो। मान्छे आयो धेरै उकालो छ। यही एउटा साथी चोबारकै पछाडि छ यो चोबारको मन्दिर पनि हेर्न सक्नुहुन्छ। 1 मिनेट एकछिन ल हेर्नु होला। यति धेरै उकालो चढेर है म एकदम कमजोर मान्छे थाक्छु। को हो त्यो? खोइ हो बिल्यान्ड देखिन एकचोटि हेरेर देखाए होइन। खै मैले केही देखेकै छैन। खै म देखाउँछु। अब हामी बाहिर रे हामी गेटमा जान्छौँ। ओइ टिकटको पैसा चाहिँ कसले माग्ने? अच्छा टिकट चाहिँ कसले माग्ने पैसा भर्न आएछ? कस्तो कुरा नबुझ्यो। हामी 3 जनाबाट को जाने? 3 जना जाने नि सँगै सबैजना। यसरी होता है क्या? 1 जना पो जानुपर्छ। लाइन बस्नुपर्छ नि त। म भन्छु मैले बलियो भन्छु। लाइन छैन होला के? ओइ पैसा गनिहालौँ है होइन त्यही गएर गर्नु। अहिले यहाँ गन्दै गऱ्यो भने झरेर हरायो भने हामी आइपुग्यौँ फाइनली। हेर न कति धेरै ड्रेसहरू केटाकेटीहरूको छ। कसैले आउनु छ भने यहाँ रेन्टमा लिन सक्छ एकदम। बिचरा सुत्न निन्दर लागेर मर्न आँटेछ। त्यो वाटरफल खै हटा वाटरफल हाम्रो साथी यो त्यो जुरासिक पार्क। अब हामी ड्रेस चेन्ज गरेर स्विमिङ खेल्छौँ होला सायद। हामी फाइनली आइपुगेका छौँ। यस्तो एकदम गुड छ। हामी एकदम खुसी पनि छौँ। We are very excited guys. यो अंग्रेजी छाड्ता है हिन्दी बोल्दै थियो त हो नि। मेरो हात अघि त्यो त्यो रेस्टुरेन्ट जस्तो खानेकुरा खाने हामीसँग पैसा छैन खानलाई। घर गएर भात खाने हो हामी सपनामा खाँदैछौँ। यो खेल्ने भने होइन यो एकदम अल्गो छ अनि इट्स भेरी स्केरी। यहाँबाट आएर उता जाने हो कि यहाँ चाहिँ आउने हो? त्यहाँबाट एकछिन है उताबाट चाहिँ आउने यहाँ। यहाँबाट गएर यस्तरी जान्छ अनि यस्तरी जान्छ। गुड। हाम्रो यो सेकेन्ड भ्लग हुन्थ्यो तर सेकेन्ड होइन फर्स्ट हो है। किनभने फर्स्ट भ्लग हामीले लाज लाग्यो। $1 million zillion jillion dillion cotillion times later. सरी गाइस हामीले अरू खेलेको भिडियो गर्न पाएनौँ किन भनिदिने। कति ढिलो गयो। हामीले अरू भिडियोहरू गर्न किन नपाएको भन्दाखेरि पानीमा मोबाइल लिनु जान पाएन अनि लकर रुममा राखेपछि हामीले बिर्स्यो। हामीले खेलै भयो। हामी जुरासिक पार्कमा आएर याद आयो। हामी के भित्र जाँदैछौँ। हाम्रो भ्लगमा केही कमी रहेछ भने कमेन्टमा भनिदिनु होला। अब हामी देखाउँदैछौँ। अलि मेरो फ्यान्टास्टिक तिमीले त्यति साह्रो केही रहेनछ।
अब भने यही ढुङ्गा रहेछ त यिनी यो के को बनाएको ढुङ्गाहरू हो फग्लो छ ढुङ्गा ढुङ्गा पनि हेर यो प्लास्टिक रहेछ कति कति सपना थियो 4-5 चोटि हुपी ल्याएर आउँदा म एकचोटि नि जुरासिक पार्कमा आएँ त्यही पनि फ्री रहेछ अब भने लु अब स्टार्ट हेरौँ कतिको डाइनोसर रियल रहेछ के हो यो सबबिनहरू हेर्दैन कस्तो रियल रहेछ रियल जस्तो पनि देखाएको छैन ऊ त्यहाँ चाहिँ रहेछ लु हल्लिरहेछ के हो हल्ला त अड्की डर लाग्यो रे बरु काग चाहिँ रहेछ हौ रुली बिचरा त्यसको जिब्रै काटेको रहेछ हेर्न त अब भने के छ हेलो तेरो भन्दा त मेरै दाँत आजा बेटा ठोक्यो रहेछ त्यो कपडा होइन होला अर्को ए यो करा हो त्यो करा हैन त्यही त मैले कहाँ कराएर भने के कुन चाहिँले कुटे उ गरेर रोक्यो यो के थाहा तैले कुटेछ होला देख्यो उ गरेर रुइराख कुन चाहिँले कुटेछ छादेको जस्तै यहाँ गर्दैछ बिचराको त्यो आँखाको त्यो कुदे नै निसिल्ला रहेछ मुख नै च्यातिसकेछ बिचराको त छेउछेउमा भए मान्छे यस्तो यस्तो गरेर त ऊ अङ्कलले जस्तो तिमीले देख्यो उसले मैले झन् भ्याउनु पनि परेन छोटो ला मलाई त कता फर्काइदिएको यस्तो कति सानो ठक्किने लाग्यो के हो यो चाहिँ ठक्कियो होला ठक्क्यो अघि पनि नि ठोक्याइदियो म भनिदिउँ के हो यो के ला उ त्यो के भन्छ भल्क्यानो होला सायद सेतो हुन्छ त्यो धाउ जस्तो जहाँ पनि हालेछ के होला बढ्दैन ऊ यो नि कराइरहेको ए बढाउ न भाइहरूसँग के अरे एकदम जेट छ नि फेरि त्यहाँ यहाँ लगाएर ठोक्नलाई उतातिर ऊ यहाँ स्पिकर छ त्यो भित्र चाहिँ स्पिकर यो भित्र चाहिँ स्पिकर यो माटोको के भित्र गरेर बसिरह त्यसले हामीले जिस्केर हो रहेछ के गरेर डाइनोसर यो त टिरानोसरस हो कि के पो भन्छ त त्यो जस्तो छ यस्तो गर न यस्तो यस्तो पल्ट्यो भने चाहिँ त्यही त हेर न हाम्रो कति हामीले अरू घाँटीमा टेपले टाले रहेछ हामीले अरू गेम पनि खेलेको थियौँ देखाउनु पाएन किनभने त्यो मोबाइल खस्ने एकदम जोखिम थियो कति छिटो सकेको खाए त्यो टुई गरेर हात हल्ला त्यतिमै सक्यो त्यही भएर त फ्री होला यति जाबलाई के भन्न चाहनुहुन्छ आज हामीले खेलेको चिजहरू हेर्न चाहनुहुन्छ अरे ऊ त्यतिखेर हेर्नुहोस् अलिकति छेक्यो अहिले ल ऊ त्यहाँ खेला थियो हामीले यहाँबाट हेर न ओ यहाँ भोकलक भएर ऊ यहाँ देखाउन सकिन्छ हामीले यो ब्लू पनि खेल्यो यो स्विमिङ पुल सबै खेल्यो ऊ त्यो ठुलो पनि खेल्यो त्यो नि खेल्यो ऊ त अलि खेल्यो
ह्याप्पी ल्यान्ड जस्तै लाग्यो अब थाहा भयो अर्को पालि के ल्याउनु पर्ने रहेछ भनेर ल यस्तो रहेछ हामी भूतघर जानु पाएनौँ मेरो भोइस अलिकति रफ भएर किनकि हामीसँग पैसा छैन 150 छ लास्टमा टिकटको 100 3जनाले कसरी पुग्छ त्यही भएर हामी पिलाइनबाट बाई बाई गर्दैछौँ आज बाई बाई गाइस बाई 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 बाई